सुन मेरे मेरे माया हेलो नमस्ते सम्पूर्णमा यहाँहरूलाई हामी दुईजनाको तर्फबाट आजको यात्रा चाहिँ हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म हुँदैछ। त्यो पनि हो अनि त्यही हो सेवा आजको हाम्रो यात्रा चाहिँ काठमाडौँ टु इलाम। हामी चाहिँ अहिले ठ्याक्कै 9:45 को भद्रपुरको फ्लाइट टाइममा छौँ। हामी यहाँनिर छौँ, पुरै सबैजना आफ्नो छौँ अनि म यता ओके डन। टिकट प्राप्त भएको छ अब भद्रपुर। यात्रु प्रस्थानतिर गइरहेको छौँ हामी यतातिर। हामी चाहिँ यो त्रिभुवन इन्टरनेसनल एयरपोर्टभित्र छौँ ल। अहिले चाहिँ त्यति धेरै भिड रहन्छ, बिहान बिहानै भएर मलाई खासै मान्छे छैन, खासै भिड पनि छैन। अब हामी चाहिँ बुद्धको एयरको गेट नम्बर 5 तिर जाँदैछौँ है त। फ्लाइट नम्बर आइसक्यो भयो, कालो आइसक्यो हो ल जाने। अब हाम्रो ऊ नेपाल हो। हामी उड्दैछौँ त लाग्नु त भित्र आउँदैछ। भद्रपुर नेपाल आयो। अब हामी हुँदैछौँ। कृपया तपाईँलाई गेट नम्बर 5 मा बोलाइएको छ। ल है लाइनमा लाग्नुभयो। हेर्नुहोस् त यो बुद्ध एयर मार्फत आज हामी जाँदैछौँ। हुन चाहिँ यो उडान चाहिँ मेरो जीवनको पहिलोचोटि हो। जहाज चढेको पहिलोचोटि भनौँ न। अन्तर्राष्ट्रिय त भएन, राष्ट्रिय पनि पहिलोचोटि हो। मेरो जीवनको पहिलो उडानमा यहाँहरूलाई स्वागत छ। अब उठ्छु के छ हजुरको खबर? टेन्सी भद्रपुरसम्मको उडानको समय 45 मिनट हुनेछ र हामी 15,500 फिटको उचाइमा उडिन्छ। माया तराई झापा भद्रपुर आइपुग्यो। ल्यान्ड हुन लाग्यो। अब चाहिँ आइ त हाल्यो। हामी ल्यान्ड भयो है भद्रपुरमा। हामी ल्यान्ड भयौँ, फाइनली राम्रोसँग आइपुग्यौँ है त। रमाइलो भयो। कस्तो भयो? ओके डन। भद्रपुरमा ल्यान्ड भयो है हामी बुद्ध एयरबाट। 45 मिनटमा ठ्याक्कै आयौँ। ट्याक्राकैसँगले अब हाम्रो झोलाहरू चाहिँ रिसिभ गर्नुलाई हामी जाँदैछौँ। एक किसिमले भन्यो भद्रपुर झापा नै त आइयो होला। भद्रपुर भनेर भक्तपुर पुग्यो, भरतपुर पुग्यो भने त बर्बाद हुन्छ। टिकट काट्दा झन्डै त्यस्तो भएको थियो।
भद्रपुर काट्नु पर्ने भरतपुर झन्डै काटिएर एउटा सपना छ तिमीलाई नै माया सालाल बच्चा सुन सालाल बच्चा सुन बलुआ चुन्दल समास के लगर मोरे तोला जिंदगी को भरोसा के तरह माया लाई दून के तरह दिन माया लाई दून के तरह दिन माया लाई दून के। हामी चाहिँ अब भद्रपुरको एयरपोर्टबाट चाहिँ ल्यान्ड गरेर हामी अब पूर्वतर्फ जाँदैछौँ मिलामतर्फ। अब यहाँबाट चाहिँ केमा जाने भइरहेछ, अब बसहरू हुन्छ कि अब के हुन्छ त्यसैमा जान्छौँ। अगाडि चाहिँ हुनुहुन्छ हाम्रो सरको ब्याग भिराइ चाहिँ एकदम दामी छ। उहाँ चाहिँ त्यस्तै खालको देखिया छ। अब भद्रपुरको गेटबाट हामी बाहिर जानै लागिरहेछ, बाहिर निस्किनै लागिरहेछौँ है त। हामी यहाँ आइपुगेका छौँ, अब निस्किने लाग्यौँ हामी चाहिँ अहिले भद्रपुर एयरपोर्टबाट बसमा चढेर बिर्तामोडको यात्रा तयार गर्दैछौँ। यो चाहिँ झापाको भद्रपुर है। यता छौँ हामीले दुईजना। कस्तो गइरहेछ? गर्मी कस्तो भयो? धेरै गर्मी छ एकदमै। हामी चाहिँ झापाको बिर्तामोडबाट अटोमा उता जाँदैछौँ। अहिले ठ्याक्कै झापाको बिर्तामोड चौकबाट चाहिँ उता पूर्व हुँदा यो पूर्वतिर बस पार्क लाग्दैछौँ। त्यहाँबाट चाहिँ उता इलाम जाने बसहरू पाउँछ अरे, त्यही भएर अटोमा चढेर गइरहेछौँ। ओहो दामी भइरहेछ। अनि हामी यहाँ दुईजना छौँ, बुढाबुढी आनन्दले गइरहेछौँ। गर्मी चाहिँ बहुतै छ साथी, काठमाडौँ भन्दा चाहिँ गर्मी। म त जाडो हुन्छ होला भनेर बक्खु लुगा लाम भनेको, उहाँले चाहिँ होइन गर्मी छ भने चाहिँ ठ्याक्कै गर्मी नै रहेछ क्या। त खतरा गर्मी छ नि यतातिर। कसरी बस्छ होला चैत बैशाखतिर चाहिँ यार। यता बिर्तामोडको बस पार्कमा छ। बिर्तामोड बस पार्कमा चाहिँ खाना खुवाइ हुँदैछ भर्खर आइपुगेर। दिनको 1 बजिसक्यो अनि भोकले चाहिँ आपतै परेको जस्तो देखियो पुरा बुझ्दाखेरि चाहिँ हो। तर पनि भोक लागेको जस्तो अनुभव चाहिँ भएको छैन अहिलेसम्म हिँड्दाखेरि। हेर्नुहोस् त मासु कस्तो छ हो। अब हामी यहाँबाट चाहिँ कहाँ लाग्छौँ? कन्यामसम्म जान्छौँ आज। यहाँ हाम्रो एकजना साथी हुनुहुन्छ, उहाँले हामीलाई पर्खिरहनु भएको छ। के हामीले उहाँलाई पर्खिनु पर्ने हो थाहा छैन। त्यहाँ गएर हामी बस्छौँ आज। थ्याङ्क यू। ल है मित्रहरू, हामी चाहिँ नयाँ बस पार्कबाट अब लाग्दैछौँ फेरि बिर्तामोड नयाँ बस पार्कदेखि इलामको कन्यामसम्मको यात्रा जारी छ। अब हामी अब 1 घन्टामा चाहिँ कन्याम पुग्छौँ गाडी भन्ने हामीलाई अलिअलि जानकारी आएको छ।
सालाला बच्चा सुन सालाला बच्चा सुनको सेनादी बलुआ बाचुंडल समास के लगार मोरे तक खोला जंगलमा जिंदगी को भरोसा के तरह माया लाई जीवन के फाइनल्ली इलामको कन्या फाइनल हेरौँ त इलामको नजारा हेर्नुहोस् त आई लभ कन्याम हेर्नुहोस् त हेर्नुहोस् त ल है तपाईँलाई इलाममा स्वागत छ है मलाई धन्यवाद म मास्क लगाएर छु पुरै कस्तो छ इलाम सोचेको जस्तै छ सोचेको जस्तो नि हो तर अलिकति फोटोमा त अब त्यही एडिट गरेर हरियो भयो होला ग्रिनी चाहिँ छैन तर त्यही हो न्युजको बेला नि हो नि त त्यही हो पुरै यहाँ पोजमा छु है आउनुहोस् तपाईँ ब्याग लिएर पर जानु पर्यो नि त ओके ग्रिन लेट्स गो ल हेर्नुहोस् त यहाँदेखि उधर जाने नि बाटो चाहिँ छ कता जाने थाहा छैन है हामी त परै झरेको भन्दैछ नि त नि अब त्यो आई लभ कन्याम लेखेको ठाउँमा चाहिँ फोटो खिच्नै पर्छ भन्ने भन्नु हजुर अङ्कल हाम्रो चाहिँ स्टे चाहिँ गर्ने हो तर हाम्रो साथीकोमा साथी आउँदै हुनुहुन्छ हजुर यहाँ परतिर खै गाउँ चाहिँ ठ्याक्कै थाहा भयो आउँदै हुनुहुन्छ हजुर यता यस्तो त्यहाँ पुग्नु पर्यो भनेर ल हिँड्नुहोस् त तपाईँ ल हाम्रो इलामको सानो बजार एकदम राम्रो छ गजबको ठाउँ हो आइपुग्यौँ अनि हामी चाहिँ त्यहाँ आई लभ कन्याम लेखेको ठाउँतिर फोटो सुट गर्न जाउँ भनेर गइरहेको छौँ पछाडि हुनुहुन्छ हाम्रो सर यस्तो छ भ्यूहरू हामी लाग्यौँ है साथीहरू भन्नुपर्ने नमिल्ने पुग्दैछौँ ल हामी चाहिँ कन्याम आइपुग्यौँ हाम्रो भइसक्यो कन्याम फोटो खिच्नको लागि जाँदैछौँ मान्छे है क्या यस्तो गरेर त्यही मान्छे ओरिजनमा आइलो हामी चाहिँ हाम्रो सरको रिजन मायालु नाम पनि एकदम युनिक छ उहाँलाई भेट्नु पर्ने छ त्यही भएर हामी कतै यताउति कतै नगइकन सिधै रोड गइरहेछौँ रिजन मायालु सरलाई भेटेर अनि पछि के गर्ने गरौँला सल्लाह गरौँला
रस बनाउँदै गरेको यो पन्यम लेखेको चाहिँ यसको इलाममा आएको एउटा प्रमाण पनि हो। अगाडि आउनु भएको थिएन नि आएको थिएन। पूर्वको मेरो पहिलो भ्रमण हो। अनि पहिलो भ्रमणमा चाहिँ मैले रूपमा हाम्रो रिजान नायकलाई नियुक्ति गरेर उहाँलाई मैले होइन तपाईँले पहिले किन नआउनु भएको भन्दा म्याडमले ल्याएर एकैचोटि ल्याएर आउने भन्ने मेरो विचारै त्यही थियो। अनि के भन्छ हेलो म्याडम किन छक्क पर्नु भएको? म्याडमले यहाँ टिकटक बनाउने नितो गर्नु रिजन सरलाई के भान्जा भनेर रिजान सर त अब के भन्ने हाम्रो भारी बोक्नु भयो छ्या त्यसो नभन्नु बिचरा कति हेल्प गरिदिनु भएको छ। त्यो हेल्प हो के भान्जा एकछिनमा घोडाहरू पनि चढ्छ हामी ओहो ल साह्रै राम्रो सुहाएको छ लुना र डम्फु नुनिया र डम्फु तर डाँडामै पुग्नु पर्ने हो फोटो खिच्नलाई यता खिच्दा नि हुन्छ होला खिचौँ न त यतैतिर उ त्यहाँनिर हिँड्नु नि त चियाबारीमा खिच्नु पर्ने होला ए भगवान्लाई कसले धेरै सम्झिने भन्ने विषयमा थियो नि त एउटा घैँटोमा गाग्रोमा पानी बोकेर घैँटोमा अनि शिखरमा पुगेर आउँदाखेरि कसले धेरै भगवान्लाई सम्झिन्छ भन्ने हुन्छ। अनि भक्त हुनु नि प्रतियोगिता हुन्छ भन्ने के पाठ सिकाएको होला त्यो अनि वास्तव अनि भगवान्को भक्त चाहिँ किसान चाहिँ सबैभन्दा ठुलो हो भन्ने देखाएको थियो हुनु चाहिँ त्यहाँ पानी पोखिन्छ भनेर मैले ध्यान दिनँ भन्ने उत्तर थियो। अनि किसानले त्यत्रो दुःखमा पनि सम्झिन्छ त भन्ने तर्कका साथ भगवान्लाई सम्झिनुपर्छ भन्ने चाहिँ थियो। त्यसलाई चाहिँ अब हामीले एक किसिमले के भन्छ इलामको नजारा हेर्नुहोस् तपाईँहरूले